एभ्रिवान हजुरहरूको लागि भनेर फेरि एकदम दामी मैले पर गेली भिडियो लिएर आइसकेको साथीहरू तपाईँको माझमा हजुरहरूले हेर्न सक्नुहुन्छ एकदम पातला पातला एकदम दामी तरिकाले उहाँले चाहिँ काटेर यस्तो मजाले पकाउनु भएको छ कि एभ्रिवान हजुरहरूले हेर्न सक्नुहुन्छ अन्य पर बसम मात्रै छ मासु छैन है साथीहरू एकदम बसम मात्रै छ र कस्तो मजाले उहाँले चाहिँ खाइराख्नु भएको छ हेर्नुहोस् साथीहरू वाउ यस्तो पातला गरेर काट्नु भएको छ नि आमामामामामा र यस्तो मजाले बनाउनु भएको छ हेर्नुहोस् त कोप यति धेरै चर्बी खाँदा पनि उहाँलाई चाहिँ वाक्कै भएको छैन हामीलाई चाहिँ धेरै चर्बी खाँदा पनि वाक्कै भइहाल्छ हेर्नुहोस् त एभ्रिवान आहा लसुन टक्दै मासुसँग वाउ यस्तो दामी खाइराख्नु भएको छ ओहो एकदम दामी हेर्नुहोस् त ओहो तप 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 तेल चुहिरहेछ त्यहाँ तेल पनि खानु छोड्नु भएको छ र उहाँले चाहिँ अम्मान पनि भएको छ कस्तो बढियाले खाइराख्नु भएको छ वाउ दामी मजा